शहरको कोलाहल, धुवाधुलो र व्यस्त जीवनबाट टाढा हरियालीले ढाकिएको शान्त गाउँको जीवन आफैमा एउटा अनुपम सुन्दरता हो। बिहानको सुनौलो घामसँगै चराचुरुङ्गीको मधुर आवाज, खेतबारीमाथि छरिएको शीतको थोपा, बगिरहेको खोला र तालको किनारमा रमाउँदै पौडी खेलिरहेका हाँसहरूको दृश्यले गाउँलाई स्वर्ग जस्तै बनाइदिन्छ। गाउँको जीवन प्रकृतिसँग जोडिएको जीवन हो। यहाँ हरेक दिन सूर्योदयसँगै सुरु हुन्छ। किसानहरू आफ्नो खेतबारीतर्फ लाग्छन् भने घर वरिपरिका पशुपन्छीहरू पनि आफ्नो दैनिक गतिविधिमा रमाउन थाल्छन्। ती पशुपन्छीहरूमध्ये हाँस पालन गाउँको एउटा महत्त्वपूर्ण र आकर्षक पक्ष हो। बिहान सबेरै घरको आँगनबाट हाँसहरूको क्वाक क्वाक आवाज सुन्नासाथ गाउँले वातावरणमा छुट्टै मिठास थपिन्छ। हाँसहरू आफ्नो बथानसहित पोखरी, सिमसार क्षेत्र वा धान खेततिर जान्छन्। पानीमा पौडी खेल्दै, घाँसका बीचमा किरा खोज्दै र प्राकृतिक वातावरणमा स्वतन्त्र रूपमा घुम्दै गर्दा उनीहरूको जीवन निकै रमाइलो देखिन्छ। प्राकृतिक रूपमा पालिएका हाँसहरू स्वस्थ र फुर्तिला हुन्छन्। उनीहरूलाई कृत्रिम वातावरणभन्दा खुला आकाश, सफा पानी र हरियालीयुक्त क्षेत्र अत्यन्त प्रिय हुन्छ। गाउँका धेरै किसानहरूले आफ्ना हाँसहरूलाई दिनभरि खुला रूपमा चराउन छोड्छन्, जसले गर्दा उनीहरूले प्राकृतिक आहार प्राप्त गर्न सक्छन्। धान काटिसकेपछि खेतमा छोडिएका हाँसहरूले बाँकी रहेको दाना टिप्छन्, साना किरा खान्छन् र खेतलाई सफा राख्न सहयोग पुर्याउँछन्। यसरी हाँस पालन र कृषि एक अर्काका पूरक बनेका हुन्छन्। हाँसको मलले जमिनलाई प्राकृतिक मल प्रदान गर्छ, जसले माटोको उर्वरा शक्ति बढाउन मद्दत गर्दछ। गाउँको पोखरीमा सूर्यको किरण पानीमा झल्किँदा त्यही पानीमा रमाइरहेका सेता र खैरो रङका हाँसहरूको दृश्य अत्यन्त मनमोहक देखिन्छ। कतिपय हाँसहरू पानीमा डुबुल्की मार्छन् भने केही किनारमा बसेर आफ्ना प्वाख मिलाउँदै आराम गरिरहेका हुन्छन्। यस्तो दृश्यले जो कोहीको मनलाई शान्त बनाइदिन्छ। वर्षायाममा गाउँको सौन्दर्य झनै बढ्छ। चारैतिर हरियाली फैलिन्छ, खोल्साखोल्सीमा पानी बग्छ र हाँसहरू पानीले भरिएका खेतहरूमा झन रमाएर खेल्छन्। उनीहरूको स्वतन्त्र जीवनशैलीले प्रकृतिसँगको गहिरो सम्बन्ध झल्काउँछ। हाँस पालन केवल आम्दानीको स्रोत मात्र होइन, यो गाउँले संस्कृतिको एउटा महत्त्वपूर्ण हिस्सा पनि हो। धेरै परिवारहरूले पुस्तौदेखि हाँस पालन गर्दै आएका छन्। हाँसको अण्डा तथा मासु बिक्री गरेर उनीहरूले आफ्नो दैनिक जीवन चलाउने गर्छन्। प्राकृतिक रूपमा उत्पादन भएका हाँसका अण्डाहरू स्वादिलो र पोषणयुक्त मानिन्छन्। गाउँका बालबालिकाहरू पनि हाँसहरूसँग रमाउने गर्छन्। उनीहरू पोखरीको छेउमा बसेर हाँसहरूको खेल हेर्छन्, दाना खुवाउँछन् र उनीहरूसँग आत्मीय सम्बन्ध बनाउँछन्। यसले बालबालिकामा पशुप्रेम र प्रकृतिप्रतिको सम्मान बढाउन मद्दत गर्दछ। साँझपख सूर्य पश्चिमतिर अस्ताउँदै जाँदा दिनभरि चरिरहेका हाँसहरू फेरि आफ्नो वासस्थानतिर फर्किन्छन्। त्यतिबेला गाउँभरि गाईबस्तु घर फर्किने आवाज, चराचुरुङ्गीको चिरबिराहट र चुलोबाट निस्किएको धुवाले गाउँको साँझलाई झन रमणीय बनाउँछ। प्राकृतिक गाउँले जीवनमा कुनै कृत्रिमता हुँदैन। यहाँको हावा शुद्ध हुन्छ, पानी स्वच्छ हुन्छ र मानिसहरूको जीवन सरल तथा सन्तुष्टिपूर्ण हुन्छ। खेतबारी, वनजङ्गल, खोलानाला र पशुपन्छीहरूसँगको सहअस्तित्वले गाउँलाई जीवन्त बनाएको हुन्छ। हाँस पालनले मानिसलाई धैर्यता, मिहिनेत र जिम्मेवारीको पाठ सिकाउँछ। गाउँमा बिहानको कुहिरो हट्दै जाँदा देखिने हरिया डाँडाहरू, हावासँग लहराइरहेका धानका बाला, चराचुरुङ्गीको मधुर गीत र पोखरीमा तैरिरहेका हाँसहरूको दृश्य प्रकृतिको अनुपम उपहार हो। यस्तो वातावरणले मानिसलाई मानसिक शान्ति र आनन्द प्रदान गर्दछ। आजको आधुनिक युगमा धेरै मानिसहरू फेरि प्राकृतिक जीवनशैलीतर्फ आकर्षित भइरहेका छन्। कारण स्पष्ट छ, प्रकृतिसँग नजिक भएर बाँच्नु नै वास्तविक सुखको अनुभव हो। हाँस पालन जस्ता परम्परागत पेसाले मानिसलाई आत्मनिर्भर बनाउनुका साथै वातावरण संरक्षणमा पनि योगदान पुर्याउँछ। गाउँको जीवन सादा भए पनि यसमा खुसीको कुनै कमी हुँदैन। परिवारसँग बिताएको समय, ताजा हावा, आफ्नै खेतको उत्पादन, पशुपन्छीप्रतिको माया र प्रकृतिसँगको आत्मीय सम्बन्धले गाउँको जीवनलाई विशेष बनाएको हुन्छ। पोखरीको शान्त पानीमा सूर्यास्तको प्रतिबिम्ब देखिँदा हाँसहरू आफ्नो समूहसँगै आराम गरिरहेको दृश्यले दिनभरको थकान मेटाइदिन्छ।
प्रकृतिको काखमा बसेर यस्तो दृश्य हेर्दा जीवनको वास्तविक आनन्द महसुस गर्न सकिन्छ। साँच्चै भन्ने हो भने हाँस पालन केवल व्यवसाय मात्र होइन, यो प्रकृतिसँगको सहयात्रा हो। हरियाली, सफा पानी, खुला आकाश र गाउँले संस्कृतिको सुन्दर संयोजनले हाँस पालनलाई अझ आकर्षक बनाएको छ। यदि कसैले शान्ति, ताजापन र प्राकृतिक जीवनको वास्तविक अनुभव गर्न चाहन्छ भने गाउँको पोखरी किनारमा बसेर हाँसहरूको रमाइलो जीवन अवलोकन गर्नु नै पर्याप्त हुन्छ। त्यहाँ पाइने आनन्द शहरका महँगा सुविधाहरूले पनि दिन सक्दैनन्। प्रकृतिको काखमा हुर्किएका हाँसहरू र तिनको हेरचाहमा समर्पित गाउँले किसानहरू वास्तवमै हाम्रो ग्रामीण जीवनका सुन्दर पात्र हुन्। उनीहरूको मेहनत, प्रकृतिप्रतिको सम्मान र सरल जीवनशैलीले हामीलाई सधैँ प्रेरणा दिइरहन्छ। गाउँ भनेको केवल एउटा स्थान होइन, यो भावना हो। हाँसहरूको मधुर आवाज, पोखरीको शान्त पानी, हरियालीले भरिएको वातावरण र माटोको सुगन्धले भरिएको जीवन नै साँचो गाउँले जीवन हो, जहाँ प्रकृति र मानव बीचको सम्बन्ध आज पनि जीवित छ।